मेरो ज्ञानेन्द्र शाहको बारेमा मेरो 3टा मेरो अब्जर्भेसन छ क्या। आफ्नो बेलामा गद्दी गयो होइन, तपाईँले गरिरहेको कुरामा दोस्रोमा चाहिँ ठ्याक्क आइपुग्छु म। मैले भन्न खोजेको कुरा चाहिँ त्यो थियो, गद्दी गयो। अब गएका बितेका पुर्खाहरूको आत्मा आकाशमा छ भने तिनले पनि के भन्लान्, आफूभन्दा पछाडिका आफ्ना सन्ततिहरूले नि के भन्लान्। त्यसैको बेलामा गयो, हेत्तेरिका 2 दिन भयो नि फर्किन पाए हुन्थ्यो त। जसलाई पनि लाग्छ एउटा ह्युमन बिइङ हो, लाग्नु कुनै अनौठो होइन अघि, तर फर्किन मन छ जस्तो पनि मलाई लाग्दैन। मैले 2टा कारणले है, यस्तो जनता छ, यस्तो छ, यस्तो स्थिति बिग्रिया छ, मैले गएर के सम्हाल्न सक्छु र गएर गरौँ भन्ने पनि कहिलेकाहीँ लाग्छ होला है। त्यसपछि यो कुरा चाहिँ सिरियस छ, किनभने नेपालमा सबैले चुप लगाइदिए ल भाइ यो सम्हाल्न सकिएन, आएर बसौँ गरौँ भनेर गरिदियो भने आफूले के कुरा गर्नु पऱ्यो। तर आएर बस्यो भने आफ्नो परिवारको हालत त्यही हुन्छ जुन वीरेन्द्रको परिवारको भयो। यो अहम कुरा हो, मान्छेले यो कुराको ख्याल गर्दैन। सेफ्टी बाहिर जानुभन्दा नेपालमा बस्नुमै सेफ्टी छ। हैदराबाद इटालीभन्दा ठुलो देश र वर्ल्डको सबैभन्दा धनी मान्छे हैदराबादको निजाम, किन अस्ट्रेलियामा गएर बेडा पालेर बस्यो? सेफ्टी थियो, बस्यो। सेफ्टी छैन। फर्केर आउँछु भन्दा पनि मलाई लाग्छ कि सिक्युरिटी पनि ठुलो कुरा हो।